नमस्कार साथीहरू, म फेरि पनि आज तपाईँहरूसँग चाहिँ एउटा यस्तो इम्पोर्टेन्ट टपिक लिएर म उपस्थित भएको छु। आजको यो हाम्रो टपिक के सम्बन्धी हो भन्दा एकदम छोटकरीमै भनौँ होइन। र यो चाहिँ हामीले चाहिँ सजिलैसँग चाहिँ यो विन्डोजबाट चाहिँ विन्डोज 10, 11, 12 कुनै पनि अब अपरेटिङ सिस्टम छन् भने त्यसमा चाहिँ हामीले सजिलैसँग चाहिँ जस्ट फर वान क्लिकमा चाहिँ हामीले ब्लुस्ट्याकलाई चाहिँ कसरी रुट गर्ने भन्ने बारेतर्फ तपाईँहरूलाई म एउटा छोटो जानकारी दिन गइरहेको छु है त। ल र सबैभन्दा पहिला म मेरो ब्लुस्ट्याक अन गर्न गइरहेको छु साथीहरू। यसलाई न त कुनै सफ्टवेयर चाहिन्छ र न त कुनै यसलाई पेड फाइल्सहरू क्र्याक फाइलहरू चाहिन्छ नै है त। यसलाई केही पनि चाहिँदैन, जस्ट हामीले समथिङ एउटा सानोतिनो एडिट गरे पुग्छ। म त्यो तपाईँहरूसँग आज म सेयर गर्न गइरहेको छु। कृपया भिडियो अन्तसम्म हेरिदिनु होला भन्न चाहन्छु है त। र पहिला त म तपाईँहरूलाई मेरो यो ब्लुस्ट्याक चाहिँ रुट छ या छैन भन्ने बारेमा तपाईँलाई म देखाउन गइरहेको छु। त्यस कारण नै मैले यो ब्लुस्ट्याक चाहिँ ओपन गरेको हुँ है त साथीहरू। मेरोमा यहाँ ब्लुस्ट्याक इन्स्टल छैन के सरी त्यो एउटा हामीले तपाईँले चाहिँ एउटा प्ले स्टोरबाट चाहिँ एउटा एपलाई चाहिँ हामीले यहाँ डाउनलोड गर्नुपर्ने हुन्छ क्या। त्यो एपको नाम हो रुट चेकर है। त्यो रुट चेकर चाहिँ एकदम इम्पोर्टेन्ट छ र त्यसैबाट चाहिँ तपाईँहरूलाई थाहा हुन्छ कि हाम्रो यो डिभाइस चाहिँ रुटेड छ या छैन भन्ने बारेमा। पहिला त्यसलाई चाहिँ हामीहरू इन्स्टल गरौँ रुट चेकरलाई है। ओके, यसलाई चाहिँ हामी पहिला यहाँ इन्स्टल गरौँ हाम्रो डिभाइसमा। धेरै समय लाग्दैन साथीहरू। ल हाम्रो चाहिँ रुट चेकर चाहिँ ल हेर्नु यहाँ इन्स्टल भयो होइन। र अब हामी चेक गरौँ मेरो यो ब्लुस्ट्याक चाहिँ रुटेड छ या छैन भनेर है। ल ओपन गरौँ, एग्री गरिदिनुहोस्। र अब यहाँ चाहिँ अब हामीले चेक गर्नुपर्ने भनेको यही माथिको हो। पहिला यो गेट स्टार्ट गरिदिनुहोस् अनि यहाँ भेरिफाई रुट भन्नेमा यसरी प्रेस गरौँ र सरी रुट एक्सेस इज नट प्रोपरली इन्स्टल अन दिस डिभाइस भनेको यो अहिलेसम्म चाहिँ मेरो यो ब्लुस्ट्याक चाहिँ रुटेड छैन भनेको है साथीहरू। ल अब हामी चाहिँ रुट गर्न तर्फतिर लागौँ है त। एकदम सजिलो छ, कृपया ध्यान दिएर हेर्नु होला। यसलाई क्लोज गरिदिनुहोस्, क्लोज गरिदिनुहोस् है। एकचोटि रिफ्रेस गरौँ, ल एकचोटि रिफ्रेस गरौँ है। र अनि यहाँ यदि तपाईँको यहाँ ब्लुस्ट्याक यहाँ अन छ भने यसलाई पनि एक्जिट गरिदिनुहोस् है। यसरी एक्जिट गरिदिनु होला। र अनि त्यस पछाडि अब कहाँ जानु भन्दाखेरि यो तपाईँको फाइल ओपन गर्नु पहिला, अनि दिस पिसीमा जानु। दिस पिसी गएपछि तपाईँको चाहिँ सबैभन्दा पहिला यो भ्यूमा जानु होला माथि। र यो हिडन आइटम छ नि तपाईँहरूको यसरी ब्ल्याङ्क भएको हुन्छ कि पहिला यसरी ब्ल्याङ्क भएको हुन्छ। यसलाई चाहिँ हामीले यहाँ यसरी क्लिक गर्नुपर्ने हुन्छ क्या। त्यसै कारणले चाहिँ हिडन फाइल्सहरू चाहिँ हामीले देख्न सक्छौँ है। अब यहाँ सी फाइलमा जाउँ। अब सी फाइलमा गइसके पछाडि तपाईँको यो प्रोग्राम डाटा देख्नु भएको छ नि, प्रोग्राम डाटामा चाहिँ यसरी क्लिक गरौँ है। प्रोग्राम डाटा क्लिक गरेपछि हामी यहाँ ब्लुस्ट्याकमा जाउँ, ब्लुस्ट्याक एनएक्सटी। र अनि यो छ नि यो फाइललाई एकचोटि
कपी गरौँ, बाहिर पेस्ट गरिदिउँ है। र अब यहाँ सबै कुरा गर्ने नै यही हो के। यसलाई यसरी अन गरौँ साथीहरू। र यहाँ चाहिँ अब हामीले चाहिँ कन्ट्रोल एफ CTRL F गरेर चाहिँ यो रुटलाई चाहिँ सर्च गर्नुपर्ने हुन्छ यसरी है। अनि यहाँ जुन यहाँ 0 छ नि, 0लाई चाहिँ हामीले हटाएर 1 लेख्नुपर्ने हुन्छ। र अनि फाइन्ड नेक्स्ट अर्को पनि छ यहाँ इनेबल रुट एक्सिस। अब यसलाई पनि 0 छ नि, 0 भनेको नो हो के, 1 गरेपछि इनेबल भयो के है। र यसलाई फेरि नेक्स्ट गरौँ, छैन अरू। ओके, यति गरेपछि चाहिँ यसलाई क्लोज गरिदिउँ। अनि यहाँ माथि चाहिँ सेभ गर्न चाहिँ एकदम जरुरी छ साथीहरू है। र हामीले यो फाइललाई चाहिँ हामीले एडिट गरेको थियौँ नि, यसलाई नै यसरी कपी गरेर यहाँ पेस्ट गरिदिउँ। ल पेस्ट, अनि रिप्लेस द फाइल गरिदिउँ है। र जुन यो बाहिरको फाइल थियो नि, यो फाइल यसलाई चाहिँ हामीले डिलिट गर्दा हुन्छ। अब यसको काम छैन। र एकचोटि राइट क्लिक गरेर प्रोपर्टीमा जाऊँ। र यहाँ रिड अनलीमा चाहिँ चेक गर्नुपर्ने हुन्छ है साथीहरू, नत्र भने तपाईँको यो सेटिङले चाहिँ काम गर्दैन के। द्याट्स वाइ तपाईँले चाहिँ यो रिड अनलीलाई चाहिँ यसरी टिक मार्क गरेर एप्लाई गरिदिनुहोस् अनि ओके गरिदिनुहोस्। र यसलाई एकचोटि क्लोज गरिदिनुहोस् है। र अब हामीले यो ब्लुस्ट्याक रुट भएको छ या छैन भनेर चेक गर्नको लागि फेरि पनि हामी ब्लुस्ट्याक ओपन गरौँ। यसलाई म्याक्सिमाइज गरिदिउँ साथीहरू। र अब चाहिँ हाम्रो चाहिँ यो ब्लुस्ट्याक यो अब चाहिँ अब रुटेड भइसकेको छ या छैन भन्ने बारेमा तपाईँलाई म रिजल्ट देखाउन गइरहेको छु साथीहरू है। कृपया ध्यान दिएर हेर्नु होला, यही भन्न चाहन्छु। र यहाँ एकचोटि होम बटनमा यसरी क्लिक गरिदिनुहोस्। हामीलाई यो यताको फाइल्सहरू हामीलाई इम्पोर्टेन्ट छैन है। हामी होम बटनमा जाने हो। र हाम्रो ड्यासबोर्ड भनेको यो हो साथीहरू है। र अब एकचोटि फेरि पनि हामी रुट चेकरमा जाऊँ कि हामीले गरेको प्रोसेस चाहिँ सक्सेस छ या छैन, रुटेड भयो या भएन भनेर चाहिँ यहाँ हामी चेक गर्नुपर्ने हुन्छ है त। ल ओके, एकचोटि भेरिफाई रुट गरिदिउँ। ल अहिले चाहिँ के भन्यो भन्दाखेरि कङ्ग्रेचुलेसन्स, रुट एक्सेस इज प्रोपरली इन्स्टल अन दिस डिभाइस भनेको मतलब चाहिँ। र अब यो ब्लुस्ट्याक चाहिँ तपाईँको चाहिँ टोटल्ली रुटेड भयो। र अब यसमा चाहिँ अब हुन्छ नि गेम्सहरूमा चाहिँ हल्का चिट गर्ने यताउति गर्न सक्नुहुन्छ तपाईँहरूले ब्लुस्ट्याक। अब ब्लुस्ट्याकमै होइन तपाईँहरूको चाहिँ अब एउटा गेम गार्जन भन्ने हुन्छ, त्यो गेम गार्जनको थ्रुबाट चाहिँ तपाईँहरूले चाहिँ कुनै पनि गेम्सलाई चाहिँ एडिट गर्न सक्नुहुन्छ साथीहरू भन्दै म आजको यो भिडियोदेखि बिदा हुन चाहन्छु होइन। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? अलिकति लामो नै भयो होला जहाँसम्म लाग्छ होइन। र स्टेप बाई स्टेप गरेकै हुँ विदाउट स्किप एनी पार्ट्स होइन। त्यस कारणले चाहिँ भिडियो लामो भएकोमा धेरै भेरी भेरी सरी फर द्याट है त। भिडियो हेर्नु होला, नबुझे फेरि रिपिट गर्दै हेर्नु होला। र प्रोसेसहरू फलो गर्दै गयो भने तपाईँहरूले चाहिँ यो ब्लुस्ट्याकलाई चाहिँ सजिलैसँग कुनै पनि भर्जन अपरेटिङ सिस्टममा चाहिँ यसले काम गर्छ भन्दै आजको यो भिडियोदेखि म बिदा हुन चाहन्छु साथीहरू। थ्याङ्क्स फर वाचिङ, बाई बाई।